धेरै जस्तो मेरो साथी सर्कलबाट मेरो साथीहरूले हिन्दू साथीहरूले सोध्ने क्वेसन चाहिँ अरू क्रिस्चियनहरूले त मजाले ड्रिङ्क गर्छ, स्मोक गर्छ, सेकुलर गानाहरूमा नाच्छ, इन्जोय गर्छ त तँ चाहिँ के साह्रो कट्टर क्रिस्चियन बन्नु खोजेको भन्छ हो। अनि अनदर क्वेसन क्रिस्चियन साथीहरूले पनि बाइबलमा कहीँ लेखेको छैन त ड्रिङ्क नगर भनेर, नमात पो भनेको छ त, पवित्र आत्माले मात भनेको छ, केही हुँदैन ड्रिङ्क गर्दैमा, बाइबलमा यो ड्रिङ्क गर्नु महापाप हो, त मृत्युको भागीदार हुन्छ, श्राप हो भनेर त कहीँ लेखेको छैन त भन्छ। तर याद गरेका छौँ हामीले त्यो सर्कलमा चाहिँ मोस्टली कतिजना चाहिँ हुन्छ इन्जोयमेन्टको लागि आउँछ, इन्जोयमेन्टको लागि ड्रिङ्क गर्छ, रमाउँछ, इन्जोय गर्छ, स्मोक गर्छ, एट लास्ट एडिक्टेड हुन्छ, अनि त्यही इन्जोयमेन्टले चाहिँ तिनीहरूलाई सकाउँछ। अनि प्राय जस्तो चाहिँ हामीले हेर्छौँ 100मा 80% चाहिँ 80 to 90% त्यो साथीहरू त्यो सर्कलमा चाहिँ हुन्छ कि डिप्रेसनको कारण चाहिँ ड्रिङ्क गर्छ। कतिजना फ्यामिली इस्युज लिएर, कतिजना फाइनेन्सियल, कतिजना सोसियल, मेन्टल्ली सबै कुराबाट टुटेर भत्ताभुङ्ग भएर डिप्रेस्ड भएर कुनै बाटो नभएर त्यहाँदेखि आफैलाई अल्मलाउने है, छुटकारा दिलाउने जस्तो कुनै उपाय नभएर चाहिँ ड्रिङ्क गर्छ, स्मोक गर्छ, टेन्सनले डिप्रेस्ड भएर चाहिँ कुनै बाटो नभेटेर चाहिँ एट लास्ट उनीहरूले चाहिँ त्यो चुज गरिराखेको हुन्छ। याद गर्नुभएको छ प्राय जसो ड्रिङ्क गर्नेहरू चाहिँ एडिक्टेड हुनेहरू चाहिँ त्यस्तो नै हुन्छ। सो एज अ क्रिस्चियन, एज अ हामी चाहिँ परमेश्वरको राजदूतहरू भएअनुसार चाहिँ है 2 Corinthians 5:20 अनुसार चाहिँ एज अ एम्बासेडर अफ क्राइस्ट हामीले चाहिँ त्यो सर्कलमा चाहिँ के क्यारी गर्दैछौँ त है, त्यो सर्कलमा चाहिँ हामीले के क्यारी गर्दैछौँ, के सर्कुलेट गर्दैछौँ, सँगै त्यही जुवामा नारिएर हामीले चाहिँ त्यही सर्कलमै नारिएर, त्यही जुवामा एउटै जुवामा नारिएर हामी उनीहरू जस्तै बनेका छौँ कि तिनीहरूको बिचमा एउटा मलहमपट्टि लगाउने, एउटा शान्ति ल्याउने, एउटा आनन्द ल्याउने, परमेश्वरको भयलाई पुर्याउने काम गरिराखेका छौँ त। हुनसक्छ ड्रिङ्क गर्नु पाप नहोला है, उनीहरूसँगै नारिएर उनीहरूसँगै दुःखमै दुःख फेरि त्यही एडिक्टेड भएर डुबिराख्नु के यो उचित होला त नि? दिस इज नट गुड, राइट? हामीले चाहिँ दुःख पाएकाहरू, अशान्तिमा उनीहरूलाई चाहिँ शान्तिमा ल्याउने काम चाहिँ गर्नुपर्छ। एज अ क्रिस्चियन, एज अ क्रिस्चियन एम्बासेडर है, ख्रिस्टको राजदूतहरू भए अनुसार उनीहरूलाई चाहिँ उपायहरू दिन सक्नुपर्छ, शान्तिको, आनन्दको, प्रभुमा भएको जीवनको, उहाँको उद्धारको, उहाँको मुक्तिको बाटोहरू चाहिँ देखाउने प्रयास चाहिँ गर्नुपर्छ। यानि कि बाइबलमा लेखेको छैन त यस्तो, यस्तो कहीँ मेन्सन गरेको छैन त होइन। हामी चाहिँ एउटा इक्जाम्पल सेट गर्नुपर्छ, ग्रेट इक्जाम्पल, गुड इक्जाम्पल है। 2 Timothy 4:12 भनेको जस्तै चाहिँ सबै बानी व्यवहार, बोलीचालीमा, हाम्रो आचरणहरूमा, हाम्रो विश्वासमा अनि हाम्रो शुद्धतामा चाहिँ एउटा ग्रेट इक्जाम्पल चाहिँ सेट गर्नु सक्नुपर्छ है, एज अ क्रिस्चियन है, एज अ परमेश्वरको छोराछोरी, एज अ शान्तिका दूत है, हामीले चाहिँ उनीहरूको बिचमा चाहिँ त्यो मलहमपट्टि लगाउने कामहरू चाहिँ गर्नुपर्छ।